यदि तपाईहरू पनि पठाउ एपको फुड डेलिभरी बोय बन्नु मन छ भने यो भिडियो चाहिँ फुल हेर्नु होला। यो भिडियोमा म कसरी जोइन गर्ने, कुन कुन डकुमेन्ट चाहिन्छ, कताबाट जोइन गर्ने, कसरी जोइन गर्ने अनि के चाहिन्छ सब डिटेलमा भन्ने छु। यो भिडियो फुल हेरेपछि तपाईहरूले अरू कुनै पनि यो टपिक रिलेटेड भिडियो हेर्नु पर्दैन। पठाउ फुड डेलिभरी राइडर बन्नु के क्राइटेरिया छ सबैभन्दा अगाडि त्यो हेरौँ। तपाईँ 18 वर्ष कि 18 वर्ष भन्दा माथिको हुनु पर्यो। तपाईहरूसँग एउटा एन्ड्रोइडको स्मार्टफोन हुनु पर्यो। त्यसको पछि साइकल, बाइक कि त स्कुटर हुनु पर्यो। यति मात्र हो क्राइटेरिया पठाउको फुड डेलिभरी राइडर बन्नु। अब नम्बर 2 डकुमेन्ट के चाहिन्छ हेरौँ। सबैभन्दा अगाडि नागरिकता चाहिन्छ। राष्ट्रिय परिचय पत्र छ भनी राम्रो, त्यो पनि लाम्दा हुन्छ। ड्राइभिङ लाइसेन्स छ भनी राम्रो, तपाईहरूले लाम्दा हुन्छ। छैन भने साइकलमा डेलिभर गर्ने हो त्यता भन्नु। बाइक कि त स्कुटरमा तपाईहरूले फुड डेलिभर गर्ने हो भने ब्लू बुक अनि लाइसेन्स लानु पर्छ। तर धेरैजना मान्छेहरूले चाहिँ साइकलमै डेलिभर गरिरह हुन्छ। अब कुन टु व्हिलरमा डेलिभर गर्ने त्यो तपाईको चोइस हो। एउटा पासपोर्ट साइज फोटो पनि चाहिन्छ अनि एउटा एक्टिभ फोन नम्बर पनि चाहिन्छ। तपाईहरूको एउटा ब्याङ्क एकाउन्ट पनि चाहिन्छ त्यता। अब यो सबै डकुमेन्ट बोकेर तपाईहरूले पठाउको अफिसमा जानु पर्छ, जुन चाहिँ मिड बानेश्वरमा छ। फुल एड्रेस अनि हेल्पलाइन नम्बर तपाईहरूको स्क्रिनको अगाडि आइरह होला। त्यो अफिसमा गए भने तपाईहरूले डकुमेन्ट बुझाउनु पर्छ अनि 2 दिन तपाईको ट्रेनिङ हुन्छ। ट्रेनिङमा तपाईहरूलाई सिकाउँछ कसरी कस्टमरसँग बोल्ने, लोकेसन कसरी हेर्ने अनि फुड डेलिभर कसरी गर्ने। त्यसको पछि त्यताको मान्छेले तपाईलाई आफ्नो आइडी बनाएर दिन्छ।